हेलो गुड मर्निङ डिएक्सन। आज चाहिँ म एउटा यो लेउपार्ड जातिबाट बनेको स्पाइरुलिना भन्छ यसलाई। यो फ्युचर फुड हो भविष्यको, र यसले चाहिँ डब्लुएचओले पनि यसलाई चाहिँ फ्युचर फुड भनेर घोषित गरेको छ। र यसमा चाहिँ भिटामिन एदेखि 12सम्मको तत्त्वहरू पाइन्छ। त्यसैले गर्दा चाहिँ यो हाम्रो शरीरको लागि चाहिँ एकदम इम्पोर्टेन्ट नहुने सबै चिज अब हामीले खानेकुराहरू भिटामिन एदेखि 12सम्म सबै कुरामा परिपूर्ति हुँदैन नि त। यसमा चाहिँ सबै कुरा परिपूर्ति हुन्छ। यो स्पाइरुलिना भन्ने चाहिँ यो चाहिँ लेउपार्ड जातिबाट बनेको हो। त्यही भएर चाहिँ हामीले यो सधैँ खाने बानी बसाल्यौँ भने हाम्रो शरीरको लागि पनि एकदम फाइदा हुन्छ। र तपाईँहरू जो जतिले अब खान चाहनुहुन्छ भने यो खानु होला, किनभने तपाईँहरूलाई चाहिएको छ भने मेरो टिकटकमा पनि तपाईँहरूले डाइरेक्ट मेसेज गर्न सक्नुहुन्छ। थ्याङ्क यू। हेलो गुड मर्निङ डिएक्सन। आज चाहिँ म एउटा यो लेउपार्ड जातिबाट बनेको स्पाइरुलिना भन्छ यसलाई। यो फ्युचर फुड हो भविष्यको, र यसले चाहिँ डब्लुएचओले पनि यसलाई चाहिँ फ्युचर फुड भनेर घोषित गरेको छ। र यसमा चाहिँ भिटामिन एदेखि 12सम्मको तत्त्वहरू पाइन्छ। त्यसैले गर्दा चाहिँ यो हाम्रो शरीरको लागि चाहिँ एकदम इम्पोर्टेन्ट नहुने सबै चिज अब हामीले खानेकुराहरू भिटामिन एदेखि 12सम्म सबै कुरामा परिपूर्ति हुँदैन नि त। यसमा चाहिँ सबै कुरा परिपूर्ति हुन्छ। यो स्पाइरुलिना भन्ने चाहिँ यो चाहिँ लेउपार्ड जातिबाट बनेको हो। त्यही भएर चाहिँ हामीले यो सधैँ खाने बानी बसाल्यौँ भने हाम्रो शरीरको लागि पनि एकदम फाइदा हुन्छ। र तपाईँहरू जो जतिले अब खान चाहनुहुन्छ भने यो खानु होला, किनभने तपाईँहरूलाई चाहिएको छ भने मेरो टिकटकमा पनि तपाईँहरूले डाइरेक्ट मेसेज गर्न सक्नुहुन्छ। थ्याङ्क यू।